सो गाइज रोटी पकाए हाम्रो माउको माघे सङ्क्रान्ति लागेछन् हामीलाई चाहिँ है भर्खर सुरु दुईटा यो जाडोमा आगो ताप्नु पर्ने गाह्रो छ मम्मी फेरि रातो बिना कामै नगर्ने भएर एक बदल ठ्याक्कै उतापट्टि सेतो यतापट्टि रातो अनि आधी बदल बनाएको मम्मीले अझै पो खाने लु हौ मम्मी लडाइदिउँ यो रोटी ओ स्टेरिका भनेको थियो रोटी त यस्ता राति यति राम्रा देखिएको रोटी दिउँसो झन् कस्ता होला नि त चिन्ताले यता थाल चिपेको छ स्यान्डोले त देखेको छ सेन्डल त देखिन्छ नि त घरभित्र के हुन्छ जाडोको बेलामा टोकरी फुलेर पर एक चाल्नु भएछ न ठ्याक्कै दियो फर्केर फेरि दियो त दियो जत्रो भनेको त्यस्तै नि पो दियो त छ त हौ फेरि ठ्याक्कै के चाल पर्यो त हौ अनि ठ्याक्कै कसो गरेर यस्ता नाम्ला जस्ता बैया भए त पाता भएपछि त बैया त के खोजिहाल्छ ए मखमा त फेरि रक्सी पनि सेतो छ त एक ट्यापै केसी रोग रहती है रमको बदलमा चाहिँ खुँदो हालेर फेरि हाम्रो माउले एक बदल थियो स्वाट्टै पिठोमा हालेर सोकेपछि त के खानु चाहिने जोमा होटल म्यानेजमेन्ट हाम्रो माउ परिन् जाडोका बेलामा रोटी है यस्ता तेल पालो है अब मेरो बाल पकाउने किन पकाउँथ्यौ खोइ त्यस्ता रोटी भयो नि ए फर्काइदिउँ न अनि दियो नि पढेछ त है उत्तानो भन त रोटी राम्रो भयो भने अलिकति सघाउ पनि भइहाल्छ र के चाल गरेर खोइ सक्यो फेरि यतै थाल्का रोटी हाल्नु नहाल्नु होला किन उझाउनु र अब तेल खारेर सकिँदैन त यो त उदातिको त्यही हाल्दा हुन्छ रम कि खुँदो आगो उठेर सकिन्छ होला तेल सकिन्थ्यो
पानी अलिक पुग्दैन फिक्स हो यस्तो भएपछि कसैबाट अनि भएन 5-7 मको सक्यो ठ्याक्कै नि मर पता मर कैसे रोक ल ल ल ल ल ल ल काउने चाहिँ ओहो हाल्ने कि मम्मी दुई दाउरा नभएर नि नतातेर फिक्स हो त हो नि अनि दाउरा भएर नभएको कि ग्यासमा पकाइदिउँ त क्या रोटी दाउरा भन्ने एउटा जात ल्याएको भएको मान्छेको दाउरा ल्याउँछ म बिना कसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा म बिना कसैलाई ए हालेको त भने तातो लागेको छैन कोही ए ल